सबैजनालाई नमस्ते। सबैजना सधैँ आरामै हुनुहुन्छ होला, म पनि ठिक छु। हजुरहरूलाई आज के ल्याएको चाहिँ पुनमले भिडियो भन्न सक्नुहुन्छ। अनि मैले आज के लिएर आएको छु भने बात हेर्न सक्नुहुन्छ। म यो गाउँको प्योर आलु र नुन खुर्सानी खाँदैछु साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ है? राम्रो लागेमा कमेन्ट खानु भएको छ। यो आलु अनि नुन खुर्सानी गाउँको प्योर आलु। अनि म आज यो हरियो नुन खुर्सानी र आलु खाँदैछु। अब खान्छु ल। आलु हेर्नु है, आलु गाउँको आलु है, प्योर आलु अनि यो नुन खुर्सानीसँग यस्तो पाक्न लागिसकेछ साथीहरू। हजुरहरूले खानु भएको कि नै? आलु त मेरो आलु अनि फेरि यो आँप त बेस्ट लाग्छ। कसको मुखबाट पानी आएको छ साथीहरू। फेरि को भन्नुलाई यो थिचेको है झराल्दाखेरि। चाको म खाँदिनँ, थिचेको यो कोही होइन। यस्तो पाकिरह। खाएको देखाएको नभन्नु होला। कोही त अब नयाँ ठाउँको पनि त हुनुहुन्छ नि, आलु भन्ने नाम पनि नसुनेको हुन सक्नुहुन्छ। त्यही भएर है म आज देखाएको। अनि यो हरियो खुर्सानी दुईटा खाएँ साथीहरू, अझै तीनटा छ बाँकी। त्यही पिरो भएछ हो। देखाएको होइन है साथीहरू। हजुरहरूले कोही कोहीले नदेखेको पनि त हुनुहुन्छ नि, त्यही भएर है
आरु भन्छ है गाउँतिर हो। सबैजनाले हेरिदिनु होला अनि चिनेकोले कमेन्ट गर्नु होला र नचिनेकोले पनि कमेन्ट गर्नु होला। साथीहरू यसको नाम आरु हो। बाई बाई सबैजनालाई।